जी जय युवा, जय मधेश, जय नेपाल। म निर्वाचन क्षेत्र नंबर 1 रौतहट जिला प्रत्यक्ष उम्मीदवार कौशल शाह। मेरो चुनाव चिन्ह रिक्सा छाप हो। रिक्सा छाप में भोट दिनुस् र फ्री में गैस, बिजुली, पानी, वाइफाई पाउनुस्। र एउटा अर्को कुरो, भोट माग्न ठगहरू धेरै आइरहेको छ, जुन धेरै ठुलो कुरो गर्छ। 4 चोटि 5 चोटि जितिस पनि सकेको छ, तर केही पनि गर्दैन। म चाहिँ भन्दैछु, म चाहिँ गरिब मान्छे हुँ, तपाईहरु पनि गरिब मान्छे नै हुनुहुन्छ। क्षेत्र नंबर 1 मा 99% गरिब मान्छे नै छ। जुन धनिक मान्छेहरु जुन जितेर गइसकेका छ, वाचा गरेर झुठो वाचाहरु, उनीहरुसँग एउटै कुरो सोध्नुस् कि मेरो घरमा एउटा केटी छोरी छ र एउटा छोरो छ र उनीहरुको बिहे गर्नु छ। तपाईहरु धनी मनी घरमा खोजेर बिहे गराइदिनुस्। त उहाँ के भन्नुहुन्छ? उहाँ के भन्नुहुन्छ त्यो म भनिदिइरहेछु। उहाँ भन्नुहुन्छ कि जस्तो तपाई हुनुहुन्छ बराबरीको त्यस्तै खोजेर बिहे सिहे गरिलिनुस् र ठुलो सपना नदेख्नुस्। त हामी गरिब मान्छे पनि यो कुरो बुझ्नु पर्यो। जब ठुलो धनी मान्छेहरु यस्तो जब कुरो गर्छ, त हामी गरिब मान्छे भोट दिने बेलामा आफ्नो ब्याजरीलाई आफ्नो सरहको मान्छेले किन नदिने? किन धनिक मान्छेले दिने? धनिक बन्नलाई बरु गरिब मान्छेले दिनुस्। भोलि त्यो चाहिँ तपाईहरुको सेवा गर्छ। आफूले भोगेको दुख अरूको अनुभव हुन्छ र त्यो अनुभव अनुसार तपाईहरुलाई काम गर्छ। जस्तो मेरो त्यही सोच हो। म जितेपछि तपाईहरुलाई गैस 1 महिनामा एउटा गैस दिन्छु फ्रीमा, त्यो पनि घर पुर्याएर। जतिवटा वाडा छ नगरपालिकामा, त्यो सबै वाडामा एउटा लोडर किनेर तपाईहरुको सुविधाको लागि जुन मन छ त्यो गर्नुस्। सिलिन्डर पनि पुर्याउँछ, अरूहरु पनि काम गर्नको लागि पुर्याउँछ। यसकारण भोट दिनुस् रिक्सा छापमा। ल, जय नेपाल।